नमस्कार, यहाँहरूलाई फेरि स्वागत छ घर जग्गा काठमाडौँमा। मेरो नाम प्रेममत। आज तपाईँलाई हेर्नुहोस् न, यति राम्रो घर तपाईँहरूसँग काठमाडौँमा जग्गा छ भने जग्गासँग एक्सचेन्ज अफर रहेको छ है त। जग्गासँग सट्टापट्टा गर्न सक्नुहुनेछ। ठ्याक्कै यो घरको एक्ज्याक्ट लोकेसन हरियाली समाज हेर्न सक्नुहुन्छ। यही समाजभित्र रहेको राम्रो कम्युनिटीभित्र रहेको एकदमै राम्रो तरिकाले आफै बस्नको लागि बनाउनु भएको रहेछ है। अब यो घर तपाईँले किन्न चाहनुहुन्छ भने बिक्रीमा पनि रहेको छ। जग्गासँग साटेर पैसा थप्छु भन्नुहुन्छ भने त्यो पनि ओके। यति राम्रो घरको बारेमा तपाईँलाई सम्पूर्ण जानकारी दिन नै छु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला है त। ल आउनुहोस्, अब यो घरको बारेमा सबै जानकारी दिनेछु। भित्र बाहिर वरिपरिको दृश्य सबै देखाउने छु है त। अब तपाईँलाई यो घरको बारेमा जस्ताको तस्तै बाहिरदेखि भित्रसम्म सबै जानकारी दिनेछु। हेर्न सक्नुहुन्छ, यो बाटो भयो है सर र 13 फुटे ढलान बाटो रहेको छ भने तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ। यो पार्किङ स्पेस भयो, यति धेरै खुल्ला पार्किङ स्पेस रहेको छ। लगभग 2वटासम्म कार पार्किङ गर्न मिल्छ भने तलदेखि माथिसम्म हेर्न सक्नुहुन्छ। यस्तो खाले रहेको छ र यसै गरी तपाईँलाई यो साइडबाट पनि देखाउने छु है। यतापट्टि के कस्तो छ त्यो चारैतिरको दृश्य तपाईँलाई देखाउने नै छु। यो सेन्टर रह्यो, बाटोको चोक रह्यो भने यो साइड दक्षिण है त। दक्षिणतिर पनि सबै झ्याल रहेको हुँदा एकदमै उज्यालो रहेको छ। घाम मजाले लाग्ने ठाउँमा है त। हेर्न सक्नुहुन्छ, दक्षिणतिर झ्याल लागेको हुँदा सबै कोठाहरू उज्यालो र ठुलो ठुलो राम्रो साइजको रहेको छ भने यो दक्षिण साइडबाट तपाईँहरूलाई देखाइसक्यो भने अब तपाईँहरूले यो पूर्व साइडको दृश्य हेर्न सक्नुहुन्छ। यस्तो खाले मेन गेट ढोका पूर्वै रहेको छ। बाहिरी भागको दृश्य हेरिसक्नुभयो मोटामोटी भने अब तपाईँहरूलाई सर र यहाँनिर पार्किङ स्पेस तलपट्टि राम्रो खाले यो हेर्न सक्नुहुन्छ। टाइल मार्बल युज गर्नुभएको छ, यस्तो दामी रहेको छ। ल हेर्नुहोस् है त। अब यो माथिपट्टि फल सिलिङको डेकोरेसन, सिसिटिभी क्यामेरादेखि सबैको सुविधा पाइ नै हाल्नुहुन्छ भने यो साइडमा हरियाली गार्डन है त। हेर्न सक्नुहुन्छ, फुलहरू फ्लावरहरू एकदमै राम्रो युज गर्नुभएको छ र यो साइडमा गार्डन टाइपको स्पेस रहेको छ। पार्किङ बनाउँछु भन्दा पनि मिल्यो तपाईँहरूले है। वरिपरिको दृश्य जस्ताको तस्तै देखाउँदैछु। यो साइडमा हेर्न सक्नुहुन्छ, ठ्याक्कै यहाँनिर तरकारीहरू लगाउनलाई यसो साग सब्जीहरू होइन हेर्न सक्नुहुन्छ है त। ल यसै गरी अब तपाईँले बाहिरको भाग मोटामोटी हेरिसक्नुभयो भने अब तपाईँलाई म भित्रतिर लगेर जानेछु। यहाँनिर हेर्न सक्नुहुन्छ, यो ढोका पनि एकदमै राम्रो डिजाइन हेर्न सक्नुहुन्छ। यस्तो खाले युज गर्नुभएको छ भने माथितिर पनि ठ्याक्कै झ्याल तपाईँलाई देखाउन चाहेँ। यहाँनिर पनि सेम त्यस्तै युज गर्नुभएको छ है त। त्यो झ्याल पनि यताको पार्किङ स्पेस हेरिसक्नुभयो भने उता टानी आउन मिल्छ र यो मेन ढोका यो रह्यो है त। अब पूर्व फेस गरेको वास्तुशास्त्र अनुसार पनि एकदमै मिलेको पूर्व र उत्तरतिर तपाईँले हेर्न सक्नुहुन्छ। चारैतिरको दृश्य देखाउँदैछु जस्ताको तस्तै। यहाँ आउँदा बित्तिकै तपाईँहरूले मजाको यो ओपन स्पेस पाइ नै हाल्नुहुन्छ भने यो साइडमा तपाईँहरूले हेर्न सक्नुहुन्छ। यहाँनिर राम्रो डेकोरेसन युज गर्नुभएको छ र तपाईँहरूले यहाँनिर मजाको यो मोडुलर किचन रुम पाउनुहुन्छ। यस्तो खाले रहेको छ है, ओपन रहेको छ। यो माथि फल सिलिङको डेकोरेसन, यहाँनिर राम्रो कम्पनीको चिम्नी, किचन स्ल्याब, तलपट्टिको ऱ्याकहरूको दृश्य, तलपट्टि राम्रो टाइल युज गर्नुभएको छ भने यो डाइनिङ सेटअप, यो ओपन स्पेस पाइ नै हाल्नुहुन्छ भने यो साइडमा स्टोर रुम रहेको छ, किचनको सामानहरू राख्न मिल्ने र यहाँनिर पछाडिको स्पेस पाउनुहुन्छ। अब यो भइ नै हाल्यो भने यसै गरी तपाईँहरूलाई अब यो साइडमा तपाईँहरूले मजाको यो कमन टोयलेट बाथरुम रहेको छ। एउटा उज्यालो ठुलो साइजको क्लिन चिटिक्कको। यहाँनिर बिचको भाग तपाईँलाई देखाइसकेको छु, पक्कै पनि मन पारिसक्नुभयो होला भने यहाँनिर तपाईँले एउटा बेडरुम पाउनुहुन्छ है त। यहाँनिर बेडरुम रहेको छ। यहाँनिर अहिले तपाईँलाई देखाउन पाइनँ, तपाईँहरू आफै आएर पनि हेर्न सक्नुहुन्छ भने यो तलपट्टिको स्पेस खुल्ला रहेको छ, सामानहरू राखेर युज गर्न सक्नुहुनेछ। अब यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ, राम्रो खाले टाइलको दृश्य त देखिरहनु भएको छ भने साइडमा यो काठको रेलिङ युज गर्नुभएको छ, एकदमै राम्रो। यो सिसोको काठ, बलियो तरिकाको काठ युज गर्नुभएको छ। धेरै राम्रो घर रहेको छ। तपाईँलाई अब म माथिल्लो तलामा लगेर जाँदैछु। माथिल्लो तलाको रुमहरूको दृश्य सबै देखाउने छु, हेर्दै गर्नुहोस् है त। यसै गरी अब म माथिल्लो तलामा आइपुगेको छु। यहाँ आउँदा बित्तिकै तपाईँहरूले ठुला ठुला साइजका मास्टर बेडरुमहरू पाउनुहुन्छ भने बिचमा यो एकदमै ठुलो साइजको लिभिङ रुमको दृश्य हेर्न सक्नुहुन्छ है त। यस्तो खाले लिभिङ रुम रहेको छ भने तपाईँले हेर्न सक्नुहुन्छ। माथि फल सिलिङको डेकोरेसन पनि एकदमै राम्रो युज गर्नुभएको छ, जस्ताको तस्तै तपाईँलाई देखाउँदैछु। र यो साइडमा यस्तो खाले ओपन स्पेस पाउनुहुन्छ। यो लगभग 2वटा रुम बराबरको एउटै रुम है त। अब यहाँदेखि उज्यालोको लागि तलपट्टि हेर्न सक्नुहुन्छ, ओपन राख्नुभएको हुँदा एकदमै राम्रो डेकोरेसन, सेमी बङ्गला टाइपको भन्दा पनि फरक पर्दैन। र यहाँबाट तपाईँले यो झ्याल ढोका रहेको छ। बाहिर के कस्तो छ, यहाँनिर पर्सनल बाल्कनी रह्यो, हेर्न सक्नुहुन्छ। यस्तो खाले यहाँदेखि यो भ्यू, यो तपाईँहरूलाई अघि देखाइसकेको थिएँ तलबाट पनि
एकदमै अगाडिको राम्रो इन्भाइरोमेन्ट, राम्रो समाज, राम्रो बसोबास भएको ठाउँ है त। तपाईँले हेरिसक्नु भएको छ भने तपाईँलाई यो रुमको दृश्य देखाइसकेको छु र उतापट्टि अरू रुमहरू पनि देखाउने छु के कस्तो छ। अब तपाईँले यहाँनिर पाउन सक्नुहुन्छ एउटा बेडरुम रहेको छ मिडियम साइजको। उतापट्टि झ्याल रहेको हुँदा उज्यालो त पाइ नै हाल्नुहुन्छ भने यस्तो खाले यो मिडियम साइजको बेडरुमको दृश्य देखाइसकेको छु भने यहाँनिर पाउन सक्नुहुन्छ यो कमन टोयलेट बाथरुम है त। एकदमै उज्यालो क्लिन चिटिक्कको यो ठुलो साइजको कमन टोयलेट बाथरुम रहेको छ यस्तो खाले। तपाईँले हेर्न सक्नुहुन्छ यो पनि जस्ताको तस्तै तपाईँलाई जानकारी राखिसकेको छु भने यहाँनिर तपाईँले अर्को एउटा मजाको यो मास्टर बेडरुम पाउनुहुन्छ है। लाइटदेखि ल्याएर पर्दाहरूदेखि ल्याएर पर्सनल बाल्कनीदेखि ल्याएर सबै यसमा सुविधा पाउनुहुन्छ है त। ल हेर्नुहोस् यो बेडरुम रहेको छ मास्टर बेडरुम है त। लाइटको कम्बिनेसन हेर्नुहोस् माथितिर है। यो मैले पुरै पर्दा लगाएको छु तपाईँलाई देखाउन चाहे फेरि पनि एकचोटि पर्दा लगाएको छु भने यहाँनिर पर्सनल बाल्कनी पनि रहेको छ है त। तपाईँलाई त्यो पनि जानकारी गराइसकेँ। अब तपाईँले यहाँबाट हेर्न सक्नुहुन्छ यो दराज रह्यो साइडमा भने बिचको भाग तपाईँले हेर्न सक्नुहुन्छ मजाको यो कमन टोयलेट बाथरुमको स्पेस, सरी टोयलेट बाथरुमको स्पेस रहेको छ, कमन होइन यो पर्सनल मास्टर बेडरुम। यहाँ पनि दराज पाउनुहुन्छ, यहाँ पनि दराज पाउनुहुन्छ है तपाईँले। अब दराजभित्र के छ मैले खोलेर देखाउन सकिनँ तपाईँलाई होइन। कस्तो कस्तो राख्ने सामानहरू, आलमारीहरू, ऱ्याकहरू छ तपाईँहरू आफै आएर खोलेर हेर्न सक्नुहुन्छ है त। यसै गरी यहाँनिर मजाको यो एउटा बाथटब रहेको छ ठुलो साइजको, तपाईँलाई जानकारी राखिसकेँ होइन। यो बाथटबको दृश्य भने यो साइडमा झ्याल रहेको हुँदा उज्यालो रहेको छ। तपाईँलाई यो मास्टर बेडरुमको दृश्य लगभग मोटामोटी जानकारी राखिसकेको छु, पक्कै पनि मन पारिसक्नु भयो होला है त। अब यहाँनिर पनि ऱ्याकहरू रहेको छ भने यो हेरिसक्नु भयो, पक्कै पनि मन पारिसक्नु भयो होला। कमन टोयलेट बाथरुम पनि देखाएँ, यताको बेडरुम पनि देखाएँ, तपाईँलाई यहाँनिरका सबै रुमहरूको दृश्य देखाइसकेको छु भने अब म सिधै माथिल्लो तलामा लगेर जानेछु, त्यहाँ पनि के कस्तो छ त्यो पनि देखाउने छु है त। यहाँनिरका रुमहरूको दृश्य देखाइसकेको छु, अब म सिधै माथिल्लो तलामा लगेर जानेछु, त्यहाँनिर पनि रुमहरूको दृश्य देखाउने नै छु। यो हेर्दै गर्नु होला भने यो सिडी रह्यो तलपट्टि राम्रो खाले ग्रानाइट टाइल युज गर्नुभएको छ भने यो साइडमा झ्याल रहेको हुँदा उज्यालो त पाइ नै हाल्नुहुन्छ भने साइडमा राम्रो खाले यो काठको बलियो सिसौको काठको रेलिङ पनि पाउनु। फुल फर्निसिङ घर रहेको छ, तपाईँलाई जस्ताको तस्तै देखाउँदैछु भने पुरै ओपनै रहेको छ भन्दा पनि हुन्छ है। सेमी बङ्गला टाइपको घर रहेको छ। तपाईँलाई यो घरको भित्रतिरका सबै रुमहरूको दृश्य देखाइसकेको छु भने अब म यो घरको बाहिरी भागमा आइपुगेको छु। यहाँ आउँदा बित्तिकै तपाईँले यति धेरै खुल्ला स्पेस पाउनुहुन्छ। तपाईँहरूसँग ठुलो फ्यामिली हुनुहुन्छ भने पनि मजाले 15-20 जना यहाँनिर स्पेस रहेको छ। 15-20 जनाले सानो सानो पार्टी बर्थडे जे मनाउँछु भन्दा पनि मिल्ने स्पेस पाउनुहुन्छ है त आफ्नै घरको छतमा बसेर। अब यहाँदेखि भ्यू हेर्न सक्नुहुन्छ मजाको यस्तो खाले रहेको छ। अझै तपाईँलाई यो घरको माथि टपमा लगेर जाँदैछु, त्यहाँबाट पनि सबै दृश्यहरू के कस्तो छ त्यो पनि देखाउने छु है त। ल यो गोल भर्याङ रह्यो यहाँनिर हेर्न सक्नुहुन्छ फलामको। यसै गरी म यो घरको माथि टपमा आइपुगेको छु। यहाँ आउँदा बित्तिकै तपाईँले पाउनुहुन्छ यस्तो खाले दृश्य रहेको छ भने यहाँनिर यो राम्रो कम्पनीको सोलर पाउनुहुन्छ, हेर्न सक्नुहुन्छ। तातो चिसो पानीको लागि दुईवटा पानीको टङ्की पाउनुहुन्छ र यहाँनिर पानी सफा गर्नलाई फिल्टर पनि पाउनुहुन्छ है त। यहाँनिर यसो घाममा बसेर कपडाहरू धुन्छु भन्दा पनि मिल्ने स्पेस रहेको छ भने अब तपाईँहरूले यहाँदेखि यो भाग हेर्न सक्नुहुन्छ यस्तो खाले रहेको छ। जस्ताको तस्तै तपाईँलाई जानकारी राखिसकेको छु भने पक्कै पनि मन पारिसक्नु भयो होला। अब यतापट्टिको भाग हेर्न सक्नुहुन्छ यस्तो खाले रहेको छ। यहाँदेखि यो भ्यू यो मजाको होइन चोक्कैमा रहेको हुँदा पूर्व फेस गरेको हुँदा यो घर एकदमै राम्रो तरिकाले बनाउनु भएको रहेछ। तपाईँहरूलाई तलदेखि माथिसम्म सबै जानकारी राखिसकेको छु, पक्कै पनि मन पारिसक्नु भयो होला। अब यतापट्टि हेर्नुहुन्छ भने पुरै हरियाली, पारिपट्टि हरियाली भएको हुँदा एकदमै फ्रेस अक्सिजन पाइ नै हाल्नुहुन्छ यो घरमा भने। अब यो साइडमा हेर्नुहुन्छ भने यतापट्टि पुरै भ्यू र यतापट्टि पूर्वै भयो पुरै भ्यू, यतापट्टि पनि भ्यू मजाले पाउनुहुन्छ। तपाईँहरूलाई यो घरको बारेमा तलदेखि माथिसम्म मोटामोटी जस्ताको तस्तै सम्पूर्ण जानकारी राखिसकेको छु, पक्कै पनि मन पारिसक्नु भयो होला। अब यो घर लिँदै गर्दा तपाईँहरूसँग जग्गा छ भने जग्गासँग पनि सट्टापट्टा गर्न सक्नुहुन्छ, क्यासै हालेर किन्छु भन्दा पनि पाउनुहुन्छ। अब लोकेसन पनि काठमाडौँको नयाँ बस फरकदेखि नजिकै रहेको राम्रो कम्युनिटी हरियाली समाजभित्र रहेको CCTV क्यामेराको निगरानीमा होइन यस्तो राम्रो समाज रहेको छ। अब मौकाको फाइदा उठाइहाल्नु होला। यो भिडियो अन्तिमसम्म हेर्नु होला अनि मात्रै कन्ट्याक्ट गर्नुहोस् है त।
आहा नि आजको यो किमा रहेको घर यही नै थियो। तपाईँलाई भित्र बाहिर तल माथि सबै दृश्यहरू देखाइसकेको छु। पक्कै पनि मन पारिसक्नु भयो होला। अब यो घरको एक्ज्याक्ट लोकेसन भन्नुपर्दा काठमाडौँ जिल्ला तारकेश्वर नगरपालिका वडा नम्बर 5 मा रहेको ठ्याक्कै यो लोलाङको हरियाली समाजभित्र रहेको है त 5 आना जग्गामा बनेको 2.5 तलाको सेमी बङ्गला टाइपको घर रहेको छ भने अगाडिको हेर्न सक्नुहुन्छ फिनिसिङ एकदमै राम्रो रहेको छ। बङ्गला टाइपको भाइब्स आउँछ होइन। तपाईँ राम्रो घरको खोजीमा हुनुहुन्छ भने एकदमै मिलाएर दिँदै हुनुहुन्छ। अब यो घरमा 5 वटा बेडरुमहरू रहेको छ भने 2 वटा मास्टर बेडरुम पनि पाउनुहुन्छ भने तलपट्टि हल टाइपको किचन डाइनिङ लिभिङ ओपन पाउनुहुन्छ है त। अगाडिपट्टि मजाको एउटा यो साइडमा गाडी पार्किङ गर्न मिल्ने अर्को यो साइडमा गाडी पार्किङ गर्न मिल्ने स्पेस पाउनुहुन्छ भने उतापट्टि गार्डन स्पेस पनि पाउनुहुन्छ। पूर्व फेस गरेको लगभग 4-5 वर्ष अगाडि मात्रै बनेको घर रहेको छ। धेरै पुरानो भएको छैन। एकदमै बलियो राम्रो तरिकाले बनाउनु भएको छ भने यसको मूल्य पनि आउनुहोस् हेर्नुहोस् एकदमै मिलाएर दिन्छु भनिसक्नु भएको छ। र तपाईँहरूसँग काठमाडौँमा राम्रो जग्गा छ भने जग्गासँग एक्सचेन्ज गरेर क्यास पैसा थप्न सक्नुहुनेछ यो घर लिँदै गर्दा। अब ढिला नगर्नु। लिन चाहनुहुन्छ भने यति राम्रो घर साइडमा हेर्नुहोस् न। घरको लागि भन्दा नम्बर राखिसकेको छु। डाइरेक्ट कन्ट्याक्ट गरेर राम्रोसँग बुझाइलिन सक्नुहुनेछ। र केही नबुझेको कुरा छ भने तल कमेन्टमा लेख्नु होला भन्दै आजलाई बिदा हुन चाहन्छु। हस्त नमस्ते धन्यवाद। यहाँहरूको दिन समय राम्रोसँग